श्रीमतीको यस्तो अवस्था देखिसकेपछि भावुक बने डोना थापा। भावुक हुँदै भन्छन्, तिमीले अहिले सही रहेको पीडा कुनै साधारण पीडा होइन। यो हाम्रो सानो संसारलाई जन्मदिन गराइरहेको सबैभन्दा ठुलो सङ्घर्ष हो। दर्शकबिन नमस्कार, हार्दिक स्वागत छ। चर्चित फुटबलर तथा चक्लेटी बोय भनेर चिनिएका डोना थापा मगरको आज घरमा नयाँ खुसी आउँदैछ। उनी पहिलो पटक बुवा भन्दैछन्। आफू बुवा बन्न पाउँदाको खुसी उनले सामाजिक सञ्जालमा साटेका थिए। एकातिर भने आफू बुवा बन्दाको खुसी र अर्कोतिर भने आफ्नो श्रीमतीले आफूलाई बुवा बनाउँदाखेरिको सही रहेको पीडा उनलाई निकै भावुक बनाइरहेको छ। प्राप्त जानकारीका अनुसार आज उनी पहिलो पटक बुवा बन्न लागेका हुन्। उनकी श्रीमती देवी मगर सुत्केरी व्यथापछि अस्पताल पुगेकी थिइन्। चिकित्सकका अनुसार आमा र बच्चा दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने केही समयमै शिशुको जन्म हुने अपेक्षा गरिएको थियो। यसै कारण उनले पनि आफ्नो श्रीमतीसँग भिडियो कलमा निकै भावुक बनिरहेको भिडियो अहिले सामाजिक सञ्जालमा निकै भाइरल बनिरहेको छ।